आज चाहिँ हामी अजिङ्गर हेर्नको लागि ढक्कै आउँदैछौँ है। अनि तपाईँलाई चाहिँ अजिङ्गर देखाउनेछौँ है। मान्छेले भन्छन् कि 150 अन्डा छन् अनि यस्तो छ उस्तो छ सबै देखाउँछौँ है आज फुल पुरा भ्लगमा है। आज चाहिँ भ्लग स्टार्ट गरेको हामीले। ल बाई, एकछिन पछि भेटौँला। त्यो अजिङ्गर छ भनेर नि कसैलाई पनि कतै थाहा छैन कि हाम्रो बगानमा चाहिँ। अनि हामी चाहिँ त्यतिको अन्दाजमा हिँडिरहेछौँ है कता छ भनेर। अनि त्यो फेरि भादा खोलातिर होला सायद। अनि हामी भादा खोला देखेपछि हजुरलाई पनि देखाउँछौँ भादा खोला कस्तो छ भनेर है। अनि अजिङ्गर चाहिँ मेन भइगयो है, त्यो चाहिँ देखाउँछौँ। अनि अन्डाहरू पनि 150 छन् गरे कि। अनि त्यतैतिर कतातिर खजाना पनि छ गरे, बताउनुहुन्छ कि हुँदैन है, खजाना पनि छ के। अनि सबै देखाउँछौँ, खजाना पनि देखाउन सक्दैनौँ। अनि अजिङ्गर चाहिँ देखाउँछौँ है। हामी नजिकै आउन लागिसक्यो हामी है गाइस। मस्तको कृपया पुरै भिडियो हेरिदिनु होला है। मन पऱ्यो लाइक सब्सक्राइब गरिदिनु होला। अनि तयारी अवस्थामा बस्नुहोस् है हेर्नको लागि। रुख हेर्नु न गाई कति दामी दामी छन् के पुरा। यता हेर्नुहोस् पछाडि पुरा सिन, यो रुख हेर्नुहोस् यो। अनि एउटा यतापट्टि छ यति दामी दामी। यता हेर्नु गेट गाइज, गेट प्राकृतिक सुन्दरताले भरिपूर्ण गेट बनेको छ गाइज। बाटो हेर्नु उकालो छ। यो अजिङ्गरको पछ नि हामी आज बिहान कति 8 बजे हिँडेछौँ कि घरबाट। खाना पनि पकाएको छैनौँ, नास्ताको भरमा त्यत्तिकै हिँडिरहेछौँ के। अब कतिखेर पुगिने हो कुनि, कतिखेर आउने हो, टाढै छ भन्नुहुन्छ सबैले। अनि घरको कोही पनि हुनुहुन्न, सबैलाई बटुलेर लिएर आयौँ आज पुरा। हामी आउने बेला हाम्रो घर परिवार अनि यता छिमेकीको हुनुहुन्थ्यो। आउने बेला पुरा गाउँलाई बटुलेर लिएर आयौँ हामीले, पुरा दर्जनी बनाएर 2-3 दर्जन बनाएर। हामी गइरहेको छौँ, पुग्ने गन्तव्यमै छौँ। अब भयो भने हजुरलाई देखाइहाल्छौँ है। मान्छे हेर्नुहोस् हाम्रो साथी आए। हामी यस्तो बच्चा बोकेर आएको छौँ पुरा बच्चाको टोली हेर्नको लागि टोली लिएर आछौँ गाइस। मेन क्यारेक्टर है। हाँस्देऊ हाई गरिदेऊ। ल हाई। उहाँ चाहिँ मिस्टर प्रिन्स। हामी आज कहाँ जाँदैछौँ भन्नुहोस् त, कहाँ जाँदैछौँ प्रिन्स? कहाँ जाँदैछौँ अरे भन्देऊ त। भन्दैन अन्डा छन् गरे साथीहरू, हामी हेरेर जाँदैछौँ भन्दैन। पहिला मन्दिर हो कि घर के रहेछ? अजिङ्गर हेर्न आएको, अजिङ्गर हेर्न आएको। खजाना लिएर आउँछौँ है। खजाना हामी अरबपति खरबपति बन्ने हो अहिले। आएर अजिङ्गरले हामीले खाइदियो भने। यता हेर्नु मगलीको पिङ के गर्दैछ लु। रुख हेर्नुहोस् कति दामी दामी छन्। मेन क्यारेक्टर भन्नु। हाई गाइस, हामी चाहिँ भित्री सडकको मन्दिरमा छौँ। मन्दिर भेट्टाइम अब अजिङ्गर भेट्टाउन बाँकी छ। अब हामीलाई यहाँ यो ठाउँ भने थाहा थिएन। अनि हामी चाहिँ बहुत टाढा आइगएछौँ गाइज। अब फेरि पछाडि जानुपर्ने भयो, जताबाट आएको उति जाने। अब हजुरलाई अलि वेट गर्नुपर्ने रहेछ। रमाइलो पनि भयो नि आज। ठाउँ ठग्नु भएको होइन गाइज। अब ठाउँ नै थाहा छैन त खोला कस्तो भनेर। अब फेरि पछाडि जाँदैछौँ, हजुरलाई चाहिँ अब वेट गर्नुपर्ने है। मगली हाई दाउराको खोलियो, जङ्गल आफू त हिँड्यो, लट्ठी छ बलियो। खजाना पनि हेर्न आएको, के अरे अर्को अजिङ्गर पनि हेर्न आएको भनेर भन्न भएन भनिसक्यो।
पछाडि हेर्नु न के रुख यति दामी लरा छ पुरा। फर्केर फेरि आउँदैछौँ है हामी फेरि। हजुरलाई देखाउने नै हो कि जसरी भए पनि फेरि ब्याक। आफू त टुरिस्ट पर्यो हेर्नु पुरा सबैको व्यवस्था गरेर आएको छु। हामी फेरि यता आइसकेको छौँ है गाइज। बाटो रोडै यो चाहिँ जङ्गलको बिचमा हो है गाइज। जङ्गलको बिचमा यो सडक छ। हामीले मान्छेले सोचेको थियो अगाडि रहेछ है। ल एड्रेस पाइसक्यौँ हामीले। पुग्दैछौँ है पुग्दैछौँ। हजुरलाई धेरै म इन्तजार गराउँदैन। हामी पुग्नै लागिसक्यौँ है। पुगिसकेछौँ हामी। पुग्यौँ गाइज। अब अजगर हेर्नको लागि पार्ट 2 कमेन्ट गर्नु होला। बाई।